विश्वमा यदि यो देश नै रहेन भने संसारका अरू कुनै देशलाई जिउने अधिकार छैन। यस्तो मैले होइन, यो देश आफैले भनेको हो। किनकि यो देश नै रहेन भने संसारका अरू कुनै पनि देश चाहेर पनि बस्न सक्ने छैनन्। त्यसैले यो देशलाई संसारका कुनै पनि देशले आक्रमण गर्नु त के सोच्न पनि डराउँछन्। रुसिया एक यस्तो देश जसले सिधै भन्छ यदि म नै त कोही नै, र यो देशको प्रधानमन्त्री भ्लादिमिर पुतिनको सिक्रेट कोड जसले झनै खतरनाक संकेत दिन्छ। यदि केही गरी यो देश ध्वस्त भएर यहाँका सबै मानिस मरे भने पनि यो देश एक्लैले बदला लिएरै छाड्नेछ, किनकि यो देशमा छ डेड ह्यान्ड सिस्टम। यो एक यस्तो सिस्टम हो जुन मानिस बिना पनि चल्नेछ। यदि केही गरी रुसियाको प्रधानमन्त्री भ्लादिमिर पुतिन मरिहाले भने डेड ह्यान्ड सिस्टमले काम गर्नेछ। जब रुसलाई कुनै पनि देशबाट खतरनाक महसुस हुन्छ तब रुसले यो सिस्टम एक्टिभेट गर्नेछ, र जब त्यहाँका सेनाहरूसँग डेड ह्यान्ड सिस्टमको सम्पर्क टुट्छ तब यसले थाहा पाउँछ कि अब सबै खतम भइसकेको छ, र त्यसपछि सुरु हुनेछ दुनियाँको अन्तिम लडाई। यो सिस्टममा जुन जुन देशहरूलाई लिस्टमा राखेको छ त्यो देशमा यसले आफै आक्रमण गर्नेछ। यो डेड ह्यान्ड सिस्टममा रहेको देशको लिस्ट यहाँ रहेको छ। नम्बर 1 मा छ अमेरिका, जुन रुसको सबैभन्दा खतरनाक दुश्मन हो। नम्बर 2 मा छ चाइना, नम्बर 3 मा छ फ्रान्स, नम्बर 4 बेलायत, नम्बर 5 जापान, नम्बर 6 जर्मनी, नम्बर 7 पोल्यान्ड। अथवा जुन देशले आक्रमण गर्छ त्यो देशमा यो सिस्टम एक्टिभेट हुनेछ।